हेलो गाइस, आज चाहिँ म तपाईँलाई फेरि मेरो फार्मिङको अपडेट दिँदैछु है। 27 डेज पुगिसक्यो है। आज म तपाईँलाई नयाँ फेरि फार्मिङको अपडेट दिँदैछु। अनि मेरो यो कुखुरा चाहिँ अहिले 27 दिन पुग्यो। अनि यसको म तपाईँलाई वेट पनि देखाउने छु। र अहिले कन्जेस्टेड भएकोले गर्दाखेरि चाहिँ आज चाहिँ म फेरि यहाँ कुखुराहरू यो कोठामा सिफ्ट गर्दैछु है। किनभने अब कन्जेस्टेड भइसकेपछि चाहिँ अब हुँदैन है। त्यसले गर्दा चाहिँ कुखुरालाई चाहिँ यसरी स्टेप बाई स्टेप साइड गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ आज चाहिँ म यो कुखुरा यता सिफ्ट गर्नुपर्ने छ, तपाईँहरूलाई देखाइरहेको छु है। हेर्दै जानु होला है। आजको पनि भिडियो तपाईँहरूलाई कस्तो लाग्छ है, कमेन्ट चाहिँ गर्नुहोस् है। मलाई चाहिँ मेरो मैले लगातार रूपमा तपाईँहरूलाई मेरो फार्मिङ अपडेट दिइरहेको छु है। सो गाइस, अब फेरि त्यस्तै हो काम है। अब यो यसरी नै भुस लाउनु पर्ने हुन्छ है सिफ्ट गर्नु लागि। अनि तपाईँहरूलाई मैले लगातार रूपमा दिइरहेको थिएँ अपडेट, यसरी सिफ्ट गर्नुपर्छ भनेर। अनि त्यस कारणले गर्दाखेरि चाहिँ अहिले म भुस लाउने काम गरेँ है। भुस लगाए पश्चात म फेरि यो चल्लाहरूलाई एक एकवटा गर्दै म गन्ती गर्दै यहाँ सिफ्ट गर्नुपर्ने छु है। यसरी चल्ला मैले चाहिँ अब टिपेर चाहिँ उठाल्नुपर्ने हुन्छ है। किनभने कुखुरा कति छ त्यो अनुसारले दुईपट्टि डिभाइड गर्नुपर्ने हुन्छ, बराबर राख्नुपर्ने हुन्छ है। त्यसले गर्दा चाहिँ सिफ्ट गर्दैछु आज है। अनि यसरी सिफ्टिङ पनि गरिसकेँ मैले है। यसरी दुई भागमा अहिले मैले राखिसकेको छु कुखुरा है। अनि यो यसरी अब तिनीहरूलाई चाहिँ अब मैले फिडिङको काम पनि गरेँ है। फिडहरू दिए पनि मैले अब यिनीहरू फिडहरू खान थालिसकेको छ है। पानीहरू सबै लगाइसकेँ है। अनि आजको काम यस्तै छ है। मैले दुईपट्टि डिभाइड गरिसकेँ। तपाईँहरूलाई आज कस्तो लाग्यो मेरो भिडियो, लाइक कमेन्ट सेयर गर्नु नभुलिनु होला। सधैँ नै तपाईँहरूको माया पाऊँ भन्ने म सधैँ नै आश र विश्वास राखिरहेछु भन्ने केही शब्दहरू मेरो भिडियोमा लेखिदिनु होला भन्ने धन्यवाद दिनु।